बरु यो सदन रोकौं। यो दलको नेता, दलको उपनेता, प्रधानमन्त्री, सभामुख भन्ने चिजहरूबाट आउने होला नि त यसको निष्कर्ष, कि गएर तल सडकतिर निष्कर्ष हुन्छ होला त। सभामुख महोदय, प्रतिनिधि भएर आएको हिसाबले पनि जनताले तपाईँ हामीलाई कुरी 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 गरिरहेको छ। म चाहिँ यो विषयमा अगाडिदेखि नै सकभर छिटो टुङ्गो लाउँ, किनभने जनताले तपाईँ हामीलाई, हामी नेपाली जनताहरूको प्रतिनिधि भएर आएको हिसाबले पनि जनताले तपाईँ हामीलाई कुरी 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 गरिरहेको छ। हाम्रो अध्यक्षले सङ्कल्प प्रस्ताव लानुभएको थियो, त्यो पनि ठिकै जस्तो लागेको थियो। मौखिक रूपमा धेरै माननीयहरूलाई मैले भेटेर पनि भनेको थिएँ, यस्तो कुरामा हामी के फाल्दैछौँ? कति वर्षसम्म यो यसरी हामी छलफल गर्दै, हामी सकिन्जेलसम्म यसरी नै कराउँदै बस्नु? देशको माया हुनेहरू, म भन्छु फलानाले यो भनौँ, ढिस्काले यो भनौँ, म पत्रकारहरूको अगाडि पनि मैले भनेको छु, तपाईँ नेपाली हो भने नसक्नुहोस् मलाई यो क्वेसन। नेतबस भनिएको हो भने त फरक कुरा हुन्थ्यो होला, तर कोही गरी त्यस्तो अवस्थाहरू, मान्छे गल्तीहरू हुनसक्छ, तर समस्याको समाधान नखोज्ने भने कतिन्जेलसम्म यो ढङ्गबाट हामी अगाडि बढ्न सक्छौँ? 2 महिना, 2.5 महिना? त्यसो हुँदाखेरि बरु यो सदन रोकौँ। यो दलको नेता, दलको उपनेता, प्रधानमन्त्री, सभामुख भन्ने चिजहरूबाट आउने होला नि त यसको निष्कर्ष, कि गएर तल सडकतिर निष्कर्ष हुन्छ होला त। सभामुख महोदय, म देशलाई माया गर्ने भएको हिसाबले म यो अनुरोध गर्न चाहन्छु, खोजी गरौँ। कति टाइम दिउँ होला त? हामीले काउन्ट गरौँ न। ल, एकजना मान्छेले 4 मिनट मात्रै बोल्यो भने प्रत्येक सदनमा तपाईँ हामीले कति समय खेर फालिरहेका छौँ र किन फाल्दैछौँ? यो होइन होला मलाई लाग्छ। हाम्रो विनम्रतापूर्वक अनुरोध छ, सभामुख मार्फत सरकारले दिएको स्पष्टीकरणहरूको विषयमा पनि हामीले अध्ययन गरेकै छौँ, जनताले देखिरहनु भएको छ। धेरै विषयवस्तुहरू हामीले उठायौँ, तर सरकारले सही ढङ्गबाट अहिलेसम्म समाधान नभएको हो कि भन्ने हाम्रो निष्कर्ष छ। यो चाहिँ फेरि नितान्तै सभामुखज्यूकै अगाडि भएको चिजलाई समस्याको समाधानको एउटा पोइन्ट खोजौँ। त्यहाँ काहीँ उज्यालो छ कि? यो अन्धकारमा लत्तर पत्तर बनाएर फेरि पनि सदनलाई नराम्रो, दुर्गन्धित नबनाऊ। मेरो भनाइ अन्त गर्छु। धन्यवाद।